हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ भाइटिकाको दिनमा यसो भाइटिकाको यसो भिडियो हाल्दिउँ भनेर स्टार्ट गरेको होइन। हेर्दै गर्नुलाई अहिले हामी टिका लगाएर के गर्छौँ हामी सबै देखाउनेछौँ। चाहिँ अब भाइटिकालाई तयार भइसक्यो। यता यार भाइ गुड 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 ज्यान्सन गुड। नेपाली बाबु हो भाइ। तयारी भयो आइज नानी बस। ल हाम्रो 2025 सालको भाइटिका यहाँ पनि नेपाली बाबु यहाँ 3 जना दिदी बहिनी भएर जिएनसी, एरिना, एलिजा, टिका यता एउटा नेपाली बाबु यहाँ छ। गर्जा यो कत्रा भयो ओखर पाङ्रो बेडाङ्रो। अब सेतोमा सेतो के देख्नु अब। बुढाबुढी यहाँ आएको यसो गर्नु के एलिजा यसो गर यहाँ त राख्नु भित्र राख्नु जस्तो भाउजूलाई गरेर यो पनि निकाल्छु। हात पोल्छ नि एरिना तपाईँ आउँछ अरे यो नाङले त राखिदिन्छु ल। अनि यहाँ बस्नु तपाईँ बिचमा यो सजिलो हुन्छ नि त। ल ल यसो यसो गर अनि घुमाला त फेरि मैले बालेर दिँदा पनि हुन्छ त न। एकदमै यसो तोरा हुन्छ लुगा तिम्रो पुरै जानु के गर्नु त्यहाँ टाढो जानु सकेन भने के हुँदैन। बसेर पो गर्नु पर्यो भाइलाई हो त। त्यो मिठाई पनि यता त्यो पनि बसेको ए जियान्जीले पनि सको भन्दा हुन्छ। तर जियान्जी र रियाजको चाहिँ भिडियो गरिदिनु हुन्छ अहिले लाइदिनु पर्छ ल। ओके हजुर नेपाली बाबु कलर चाहिँ मिल्दो रहेछ यहाँनिर यही मात्रै नमिल्ने थियो नि भएन नि त कोट भएन। एली त ओखर खुट्टा ल एकैचोटिमा डम क्लोज नगर्नु छैन चिसो
अरू कलर अब हेरेर ऊ जीवन यो रस गरी माथि राख्दैन अहिले छानी होला दिन हुन्छ तिनटै लगा न त तिनजना हुन्छ नि तल नजानु माथि अनि कतै लगाइदिहाल्छ टाइममा ह्याङ गरे नि जेएनसी गुरुङ हो नि गुरुङ भन्दा त रिसाउँदै छ के इन्डाइरेक्ट रूपमा ड्याम पार्दै होइन हौ यो सेतो झन् मानिराखेको यो नि दहीसँग लगाउँदा राम्रो हुँदो रहेछ अलिक ठाडो पर्न भाइ टिका चाहिँ लाउनु मान्दै खालि यसरी लाउनु मान्छ अनि त्यो कसरी लगाइदिनु भोटिन नेपाली बाबुले सेतो त्यो टोपी त सिलाएर छ क्या कनाइरहने हुन्छ ल बहिनी लगाइदिएर आउँछु नि ए पहिला दाजुलाई लगाइदिए त सेतो लगाइदिए दाजुलाई तल नझार्नु ल बिकाएर रातो कुमकुम होइन त्यो तर भाइलाई त लागि झिलझिले थियो त्यसमा त्यो राम्रो हुन्छ क्या झिलझिले सानो फल्किन्छ नि त ओ जनजी ला भाइले पुसेन भाइ टिका भइरहेको छ यहाँ हाम्रो टिकाको घरमा उता साइडमा नानी यता साइडमा लगाइदिए यता लगाएको होला अहिले गर माथि पाल्नु चारवटा हुने रहेछ यहीँनिर सानो निधारमा होइन भाइ म हो नेपाली बाबु भन्नु मेड इन नेपाला जेन्सीले पछ्याइरहेको छ मम्मीलाई कुन चाहिँ छोटो ठिक उसको निधारै सानो छ नि कता कता कति त पुस्नु पर्छ नि यतापट्टि लगाइदे यहाँ आइज यहाँ आइज यो आफ्नो यो भागो त यो कलर हरि कलर लाउ कसरी जस्तै जाने के हो ए चाहिन्छ कटन बटले हुन्छ होला ए सरी सरी लु लगाइदे के यदि त सबै कलर लगाइदिनु पर्दैन कति राम्रो देख्छ नि अहिले म बनाउँछु यो ल पिसाब ठिक पारे के गर्यो गेमले सबै एउटा टाइममै गर्नु सही गरे आधा त गौड रकिलो हुन्छ नि त एकै ताली तातोले लगाइदियो त हुन्छ जता लाँदा हुन्छ अहिले दल्छु ए दल्छ टिकाले टिकै झार्दियो अछि बा हेरे डबल हुन्छ नि फेरि बिबी साथ आयो कहिले आइदिएको थियो खोइ कहाँ उयो कुन लगाइदिने सोचिरहेको छ कुन लगाइदिनु न मलाई एउटा देऊ भिजे खै अर्को सबै स्पुन हेर्दै त्यही त भिजे छैन अब कान्छ ओ बहिनी टिका लाउन आइसक्यो छिटो जीवन त दुईटाले हुँदैन नि त सबैले दिनु म सिन्सियर भएर बस्छु यता लगाइदियो मलाई लगाइदियो तिम्रो तिम्रो कहाँ आउँदै सही गरे हो यसरी सबै लगाइदियो सबै बनाइदियो भने त्यो बिग्रियो भने ला दुईमा बस्नु पर्छ ल पला त्यही राख कसलाई लगाइदिनु बाँकी हामीलाई लगाइदिनु भएको छैन मैले त्यो सिगार फ्याँक्रा चाहिँ पनि आएको छ नि कलर पानी अलिक लगाउन छ नि अघि लाग्यो बहिनी कहाँ लाग्छ अर्को कलर अर्को कलर अब अर्को अब त ठेउ पनि छैन होला यसले लगाइदिनु रियाजको त दुईटा त भयो तैँले लगाइदिनुहोस् रियाजलाई यसले लगाइदिएको छैन सेतो ए म लगाइदिन्छु तँ लगाइदियो ल अँ अलिक लामो लगाइदिए त यहाँ त भाइ, बहिनी मिलाइदिनु। कता कता पेसेस नको रिया त लगाइदियो ल के दे हैन ए, स्याहार गर्न हौ नानी ले त। ठिक छ कुन गएको
गजब छ गजब छ हेरौँ एकछिन आउनु मैले मैले ट्याक्सीमा लाउँदा नि हुन्छ नि दाजुलाई लगाइदिएर भयो अब ल यार के हुँदैन होइन खानु चाहिँ नखाऊ न त अनि खादिन किन तिनीहरूलाई त खुवाइदिन्छ हामी ल कहाँ गएको अब खुवाउनु होइन ए हात दुखाइन्छ ए भगवान हेर्नु नि अब कुन छ बाँकी नानी बिचको खोइ हो बिचको जो अदर साइड दिस वन ऑलरेडी जो चिकन ठिक पार्दैन अब दिनु ल लाइदिसकेको छैन फुपूले लु लाइदे छिटो कुखुरा ल्याउनु लाइदे अन्त बिज होइन हुन्छ हुन्छ भयो अब अर्को लाइदे यो डल्लो पनि नि हाँस्छ खोइ यस्तो मालाहरू चाहिँ कहाँ छ यो चाहिँ शेकी यहाँ लाइदे न फुपू खोइ त्यो सेतै ए एउटा टिक्कामा उयो झिलझिल मात्रै लाएर बसिरहेको अब एउटा लाइदे पुग्छ त्यहाँनिर अँडेर पनि एउटा लाइदे यहाँनिर ला दिन्छ यस्तोहरू रियाजलाई यहाँ छ मैले ल्याएँ है के भएर टाइडमा के भयो टाइड भयो उफे बाहिर टाइड भयो एकछिन चाहिँ आइदिनु फुपूले खान दिन्छ एकछिन ल गाबे कसलाई टायर्ड भयो अरे फुपूलाई ए बस्दाखेरि उफ्रिनु पर्छ नि त एकजना टाइड यता चाहिँ उता दियान्सी के खाएको फुपूले सिक्री चुडाउनु न सजिलो नलाइदेऊ हेर नतान्दाखेरि बङ्गलो एकछिन स्टप त्यही भएर म त लगाइदिन्छ त यसो गर्नु अनि यसो गरेर उता खाल उता मतिर म मेरो टाइम गएर त्यसलाई पनि फुपूले लु खानुपर्छ यो खानु टिका जुस अनि चाहिँ मुखमा हाल्दै यसो न अब जुस अलिकति हुन्छ त्यत्रो पस्छ कममै यसो के खुस ए लाग्दिन मैले यस्तो गर ए होइदेऊ तिन खेप गर होइदेऊ पर्दैन त जुस त त सर्भिसमा यो मात्रै हो यो मात्रै मुखमा लगाइदियो ओ जुस म दाजुलाई पर्दैन भयो जुस हुन्छ त्यो अरू यसो चोबेर गर्दा हुन्छ त्यो नखानु नै पर्दैन ओए बिचरालाई झन् अब खा अब चाहिँ खा निन्द्रा लागेछ जुस खाँदै जुस दिएर खाइँदा चाहिँ लगाइदिइहाल्नु पर्यो सुत्नु न त चुसुरु ठुलो यता हौ सानो यसो गर बहिनी त पनि यसो गर गर्छ त हुन्छ हुन्छ पर्दैन त्यो जो त्यो गर्नु पर्दैन त्यो त जुस त चुसाउनु हुन्छ यहाँ बसेर हेर न तिमी रियाजको गिलासहरू कति छ जुस रियाजको मान्छे हुन्छ रे अब के गर्नु त माला लगाइदिए न त अब माला लाम्रो माला चाहिँ लाउनु पर्ने हो पहिले अनि उ गर्नु होइन कतिवटा को लाउने हो होइन सबै होइन बुझ्ने लगाउ न कति राम्रो देखिन्छ त्यस्तोहरू त लाउनुपर्छ खोज्दैन रहेछ भिजेको छ खै बुझ्ने चाहिँ हेर्न यहाँ भाइ लगाइदियो यो भाइलाई लगाइदियो हुन्छ त बुझ्ने फुल पनि लाएन लगाइदिन्छ पर्दैन कस्तो राम्रो देखिन्छ रिता सबै लामो रहेछ छोटो छैन अब हामीले गिफ्ट दिनु पर्दैन दुधे पनि गिफ्ट पैसा रेडी भयो म त बुझ्यो बोकेको त्यो नाम लेखेछ है दुईजनाले मिलेर दिनु थ्याङ्क यू पहिला बिहान चाहिँ उयसको गर्नु त्यो होइन रिबिसाला रियाज ल ए रियाज ल राख भाइ ल यसो गर्दा हुन्छ कि अब टिका लगाइदिनु उयो दिन हुँदा रियाज त खान सक्छ होइन भाइ ओए दाइ टिका लगाइदिनु कसलाई बहिनीहरूलाई म यो उयो लगाइदिन्छु सेता तिमी रोज कलर लगाइदिनु आइज रोज त खानु दिएन त होस् पर्दैन म खान्छु न जे आछ सुत्न दिएको यिनी राइसक्यो
ए दुईले एकलो खान्छ क्या ए यसले नि खायो आज रोटी सेतो लाउनु त म बरु नगर कला लाइदिन्छु यसले रोटी रिबीसँग मिलाएर खाइरहेको छ यसले रोटी फर्स्ट खाँदैछ नि अब टिका लाउनु फुपू आइज ए आज कोक पनि खायो यसले लु अरू केही खाँदैन यसले ए भात खाएर आएको यसको त भात अर्कै हुन्छ नि त खालि अब यसले सिँगडा कुन चाहिँ रातो कि कुन रातो हुँदैन रातो हुँदैन 1 2 3 4 5 मा लाइदिन्छु दुईटा लाइदिन्छु अनि भित्र टल्किन लाउनु तो थाले सानो भयो के अब अर्को बजार ठुलो भयो खासै सिन्दुर जति होला नि त दिखा पोइन्ट चाहिँ नलाउ मैले भनेको चाहिँ नलाउ ओरेन्ज कलर चाहिँ हो सिन्दुर खासै त्यो हाम्रो हजुरले नि मलाई त्यही सिकाएको त्यस्तो चाहिँ नलाइदिनु एलिजाको चाहिँ झ्याब्रो भने यहाँ त मिलाइदिन्छु यहाँ अब भाइले दिदीहरूलाई बहिनीहरूलाई भाइ टिका अनि यहाँ दुईजना हिरो हिरोइनी खाइरहेछ यो चाहिँ लाइदिनु नेपाली बाउ र नेपाली आमा रिबिसालाई मजाले भोक लागेर छ बुझ्दाखेरि त्यो भाइले त मजाले रोटी खाइरहेछ हेर त्यसले खायो कस्तो मजाले खायो हैन मिलाइदिएको अझै अघि झ्याब्रो भाइ रसरी खानी भाइ खानी मिठो छ मिठाई हो लाउदरी बनाउ मिठाई हो खाऊ त नखानी लाखो यही झरेको छ नि गर्दैन अलिक कम्ती ल्याउ न ठ्याक ठ्याक झारेर उयो यहाँ हेर यसरी बुकमा बस्दो रहेछ अनि ठ्याक्क लाउँदाखेरि रिङ कस्तो झर्छ माथि पुराको ठ्याक ठ्याक लाउ न त्यो सकिसक्यो त सेतो यो त कला पो त तिमीले देखेको छैन कलाहरू तेरो उयो राख्री रिताले खाउँदा हुन्छ के हुन्छ त सबै यो कलर अलि अलि राखेको छ नि किचन को सब किनेर ल्याएर लगाइदिएको अब एरिना त यसो लाइदिएको जस्तो एरिनाको मज्जाको भएछ त नि हेर हेर्न पानी लाएर गर्ने लाने त्यो निदाउन यसो छ अब एकछिन न त अलि ठाडो गर्न रिया त खाइ नसके बुनले त्यही खुवाउँछ कोक चाहिँ खाइसक कोही शब्द कलर मिक्स काका कुखा दिदी कम्ती लाउनु पर्थ्यो नि टिका अनि सबै ब्याङ त्यो प्याकेटको सबै लागेको छ अनि सबै नाश भयो अनि सानो भएर थाले केमा राखेको थियो बोटुको चाहिँ हटाउन न जीवन कसले राखेको थियो बोटु जीवनले लिएर आयो बोटुको ए मासु कसले राखेको यहाँ मिस्टिका दिनु चाहिँ नछ पानी छैन तिम्रो त त्यो पानी सिद्धेछ म त्यहाँ भित्र झोलामा तेरो ब्याग छ व्हाइट कलर लिएर आइज तेरो ब्याग लिएर आइज व्हाइट कलर त्यो यत्रो ठुलो झोलामा भित्र छ ल ब्याग म यहाँ पानी ए लिएर आइज हो यो फेरि डाँख्ला उयस कम उयस सानो रहेछ नि त तिम्रो बन्द अघि त्यहाँ मैले लिएको डाँख्ला ठुल्ठुलो छ नि त्यो चाहिँ छर्ने बनाएको हुन्छ नि त ओसा चाहिँ हाम्रो खाना जान्छ नि आइज फुपू यता अहिले म ठिक पार्दिन्छु त्यहाँ खाम त छैन होला मेरो त्यो अगाडि हो कि तिमीले खाम थियो मोमो चिकन भने न एकछिन ल म एकछिनमा ढोक्छु पहिला सकिहाल्छु ल तेरो पैसा निकाल्छ बोक्ने अब आफै बोक्ने दोस्तो दिदीलाई दिनु दिदीलाई दिदी राख्दै आइज दुईजना यो नाम हेर्दै दिनु ल यहाँ यो फुलले ल्याएर खै नमस्ते गरेको रियाज पनि उठ दाजुले खुट्टे ढुक्यो नमस्ते गर्नुहोस् त टिका टाली फेरि बुझिन्छ सरी दे न नाले ओए रियाजले त ओए फुपू यहाँ ढोक्दैछ ढोकिरहेछ त्यसले फुल लाग्यो हल्का सर फुल लाएर दिन्छ फुल त्यो अहिले खानु भाइ ए राख्न ती राख्ती यास अहिले खानु तेरो भाइ पनि दिदीलाई दिएको यहाँ राख्दै ए यसले पैसा मागिरहेछ मेरो पर्दैन भाइ पर्दैन ढोक यहाँ ढोक ढोक फुपूलाई ढोक
एलिजा यहाँ फुपूलाई ढोक यहाँ ओए भाइ यहाँ फुपूलाई ढोक गुड बोय लु अब बस रिबिसा र जिएनसीले लगाइदिइहाल्नु भयो भयो बिहा कस्तो रिबिसा र जिएनसीले लगाइदिइहाल्नु लु तिमीहरूलाई उहाँ छ त मैले अघि मोबाइल के स्टप गर गरेर उता ठक ठक पार्नु थ्री टाइम एकछिन स्टप गरे हो यसरी हुन्छ त्यहाँ त हैन गरेर यस्तो यस्तो रितो त्यसलाई समात्न देऊ अब जिएनसी बसेर गर रिबिसा बसेर बसेर यसरी गर जिएनसीले पनि यसो गर्नु हो तीन टाइम थ्री टाइम उलाई त जुस खानुकै दुए छैन र उयो भयो भयो बानी छोड्दे त्यही त थ्री टाइम्स फुल बडी भएर बाहिर निक्ल्यो एउटा निकाल्नु अब छिटो उयो गर अनि बाती हैन बाते बाल पहिले यस्तो दल न हेला यो दल त यसो गर्नु कतिला सम्थिङ दल अनि यो दल जिएनसी दल त के अक्षता त अघि छर्केको होला होइन सुरुमा पिता के पिता छ तर उज्यालो आउँछ यो अनमा कस्तो टोलतिर बेबी जिएनसी अनि जिएनसीलाई एक टर्न गर्नु ल यहाँ राख्न खाने कुरा त्यसले त सिनेमा खाइसौँ न यसले त हँसायो ओह नबिना होला भयो 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 अब अझै भाइ अझै उहाँ अझै अब गर्न गर्नु न अब जिएनसी को टर्न भयो लु जिएनसीलाई देऊ जिएनसीलाई देऊ त जिएनसी बस्नै भेला नसो गर्नु थाहा गर्नु उको त खेलाइरहेको त अब फेरि जिएनसीलाई देऊ फेरि वान्स मोर दादालाई आइसको घरमा निस्केर दादा उ जिएनसीलाई अब वान्स मोर फेरि भयो भयो अब यो फुटाउनु छ हिरिले बोक्छ रिबिसा जिएनसी कम वान मोरमै फुटाउनु पर्छ ल वान्स मोरमै जिएनसीलाई समाउनु लगा यहाँ समाउ दिदीलाई समाउ अनि लु फुटा हैन यहाँ समाउ हुन्छ राख न राख ल टन पाले एकैखेर अब यो लिएर यस्तो यस्तो गरेर माथि लाग्ने भाइलाई ल खानु चाहिँ छोडेको छैन एउटाले जे तिमी बस्ने हैन त तिमी त बाद यता दादा भएको रिबु दिदाको माउनी यता मान्छे तिमी यता अहिले रिब्सलाई नलाइदिँदा हुन्छ कि जिएनसीलाई लगाइदिँदा हुन्छ जिएनसीलाई नि एउटा लाउनु देऊ ल कलर माथि लैजा न कान्छी हेर त्यसले चाहिँ सिङ्गडा यसले अघि माग्नु भएको यो दाजु गर्नु टिका लगाएको चाहिँ भयो भिडियो गरिदिनु ए भिडियो छोडेर बसिरहेको छ अब यो लगाइदिनु जिएनसी तिमी चाहिँ उ कोन हानेको पेपर उ बताऊ ल्यास यता फर्किनु नेता खा यो राम्ररी सिन्सियर भएर बस्न भाइ जिएनसी छिटो छिटो भाइ टिकी लाउनु पर्छ यिनीहरू सानोमा लाउनु चाहिँ किन झन्झट हुन्छ त जिएनसी तिमी उठ भनेको सुनिनौ पापा देऊ है नानी कुन लाइस लगा एउटा लाइट भइहाल्छ त तिमी चाहिँ कसरी बसेको भाइले होइन भाइले बहिनीलाई अहिले जिएनसीलाई लगाइदिनु भाइले अहिले एकछिन पहिला भाइलाई लगाइसकोस् न ल भाइ अनि पालो पिलो हुन्छ नि त भयो समाउनु दिदीलाई नमिम्रो तपाईँले एकदम राख्नु हुँदैन त जीवन
हुँदैन फाल्टो गर्नु नवीन भाइलाई गर्नु नि तिमीले हात समाइदेऊ न त्यही लगाइदेऊ दिदीलाई नि एकैचोटि यिनीहरू त गफ गर्नु बसेको जस्तो उता उता दिदीलाई पनि लगाइदिइहाल्नु नि त्यही रिबिसा यता फर्किन तँ चाहिँ यता फर्के त तेरो मिलेन हो यसरी बस दिदीलाई दिदीलाई भइरहेछ भइरहेछ नवीन दाजु अब रियासले मनी दिन्छ है दिदीहरुलाई लु खोइ गिफ्ट दे गिफ्ट जियाजीको गिफ्ट ल देऊ दादालाई देऊ रियास थाप तेरो हैन यता हेरेर बुझ्ले थ्यांक यू भन जा तन दे Yes. Bro, literally gave him. थ्यांक यू भन ल खोइ रियासी उले ठिकै त अहिले नि निधार गरी Thank you. दे भाइलाई आ पर फुकुकोमा कहाँ लाउने 5 जनाको भाइलाई चाहिँ दिएर अब दिदीलाई भाइले चाहिँ यता दिदीलाई यता देऊ न आज कहाँ उल्टो दिन जी अब जियान्सीलाई देऊ अनि ढोग्नु लाउनु पर्छ यसलाई खुट्टा ढोक्न अब उठ यहाँ बस्दा यहाँ बस्दा तल बस्न उठेर तल तल डाउन डाउन ओ जियान्सीला अब जियान्सीला भाइ जियान्सीलाई ढोक भाइ अनि कोक खानुपर्छ खुट्टा देऊ यता 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 फर्क यता यहाँ जुवा गर लु कस्तो अँधेरो पो आउँदो रहेछ त यता त लाइट बाला त विकास उज्यालो बनाऊ त्यताबाट अन्त उ त टल्किँदो रहेछ क्या त्यही भएर पनि हो कि त म यता जानु पर्यो भनेपछि उताबाट गएर अघि त कालो न कालो आए जस्तो छ ल आज चेली माइतीको टिका यहाँदेखि लगेर घरमा छोड्नु भने फेरि एर्नालाई चाहिँ बाती घुमाउनु म जान्थेँ एक्लै अब यिनीहरूलाई नलाउँदैन उसकै दिदी घरमै छ बच्चा भिडियो लाग्यो हेर तपाईँ बसेर गर्नु दिदी भिडियोमै हटेर यो चाहिँ ओफर यसो गर्नुको कारण चाहिँ के हो हामी कसै गएर उयो फुटाउनु पर्यो हो ओखरमा फोड बहिनी दुःख र कष्टलाई भन्ने अघि रियाजले आएर गुड ल बसेर हालिदिनु पर्यो एकैचोटि कस्तो हुँदैन
एउटा मात्रै माला पढाएको फेरि के गरेको कालो आउँदो रहेछ कस्तो खालको माला छ काका सबै 4 जना ल्याएको सयपत्री मखमलको होस् राख्नु सयपत्री भएको भए त लगाइदिए भन्नु बिल सहित ल्याएको ए दिनु दिनु एउटा यही सारेको छ लगाइदिनु अन्त प्लेटमा अलिअलि राख भरे हो आज दिउँसो मात्रै खानु हुँदैन मेरो लास्ट आज भइले राख्यो नि हजुर घरमा ए रमाइलो देउसी हौ देउसी कोन पर्दैन अरे नि भैली भैली भन्छ यो कति पर्छ भैली होइन झोला यो माला बिगाजलाई गर जुस खाएको खाइथ्यो नि त त्यो एर्नालाई मम्मीले लिएर आउँछ दर पारेर ढोगौँ लु एकछिन हुन्छ त्यही हुन्छ केही के हुँदैन हौ सञ्जय भाइ कतिखेर आउने हो के हो हेर्न नि हाम्रो फोटो खिच्नु नदिन हाम्रो होइन मैले गरेँ मैले म पाठ बिर्सिनु पाट हुन्छ फेरि फोटो पनि खिच्दिनँ र म त चियान्छेको फोटो एउटै खिच्छु नि त्यही बसेको मात्रै नि अब यामा रस डोस्टलाई गयो त हेर्नु फेरि टिका लाउनु पर्यो है सेतो त रियाज नखोल्थ्यो चेलीहरूले त टिका लाउँदाखेरि आशिष पनि दिन्छ हामीले सुन्छ मनमा नि मनमा भनेको त सुनिँदैन नि त हुँदैन नि आशिष भनेको सुनाउने गरेर भन्नु आशिषहरू मात्रै 12 बजे दिनु भने सबै सुतेको कसैले सुन्दैन नि त एक्लै सुन्छ न नेपालमा सिधै आज अन्तै मला त्यही त आज रातभरि घुमाउँछ अगाडि के घुमाउनु अहिले त मान्छे भएको घुमाउँछ त फोटो कस्तो दाइ इन्फर्म दिएर मात्रै जानु पर्दछ नि त त्यता त उनीहरूले बोलायो भने त लु भयो कतिवटा हुन्छ यसको त कता गयो नेपालमा योपालि त्यति चल्छ छैन नि अस्ति भिडियो हेर्दा छ त न ऊ करुणाको लाइफमा छ त नि करुणा तिलकले लगाएको छ त लाइफ उसको मान्छ हौ हाम्रो पर्मिलाको मान्छ कि त्यो एक्लै उयसको चाहिँ हेरेको दामी लाग्यो फुच्चा फुच्चीहरूको त सारा हेरेर
सार्वजनिक रेड त गीत आयो आधुनिक त्यति हो नि त लाउराले पनि हानेछ तिहार मेरो चाहिँ योबाट खिच्नु स्न्याप बुझ्यो खुवाउनु बुझ्यो पनि पर्दैन त्यही मात्रै रोटी मात्रै गरेर हुन्छ हुन्छ यो राख्नु के भयो भनिसक्यो यो त तोङमा चा हिँड्नु मिठो छ कस्तो छ अमिलो छ कि क्या हो अमिलो छ क्या यो घरमै बनाएको कि घरमै बनाएको कौशला दिदीहरु कस्तो त्यो त कस्तो मिठो छ हौ यो त के सुत्यो ल सुताइदिँदा हुन्थ्यो होला नि अब रियाजलाई सुताउँदा हुन्छ अनि अहिले फोटो किन उठाउनु आहो तिमीलाई उयो गराउँछ हुन्छ हुन्छ धुपकाडीकोले जाति हुन्छ मेन पार्ट चाहिँ हो अघि मलाई गाडीको कसको खा हाम्रोमा थियो भाइले कति लाग्यो 1 2 3 ऐतीहरुकोमा ऐतीकोमा अझै फुपूकोमा अझै फुपूकोमा पनि जानु छ दुईटो छ अझै फुपूले कल गरेको त पहिला त्यहाँ गएर यता जान्थ्यो अहिले कल गर्नु कहाँ टेकेको आमा यही हैन अनि यो त आइदिदिको जान्छ हैन को आइदिदिकोमा अँ त्यो त भरै जाँदा भयो नि म त त्यहाँ चाहिँ गएर यता ऐतीकोमा चाहिँ जानु त्यही त उनीहरू कार्ड लगाएको छ नि त यता फुपूहरू को फुपूहरू कार्ड लगाएको छ नि त टिका लगाइदिनु अनि खालि चास सकेन तेरो ओए चास सकेन भरे फेरि पर खेल्नु पाउँदैन चास दिए अन्त माला खोइ पोखायो पछाडि भरे त उबारमा आउनु पर्ने छ सक्दैन नि खाएर अन्त खाएर दुई दिन भइसक्यो गाडी नलगी गएको आज जानु देउसीमा होइन त्यहाँ हेरेँ नि त कान्छा मामाहरूकोमा ए अँ के हो त्यहाँ चाहिँ आज त्यहाँ खेल्ने अरे ए इन्डिङ चिसोले कहाँ पुगिसक्यो त भेनालाई टेन्सन भएछ चिसोले खानु कि अब उयो तुङ्गा तुङ्गा चुसेको माथि तुङ्गा भिजाएर खानु जुठो त लाउनुहुन्छ भरे उतै लगेर खाएँ तर यो त्यस्तो उयो छैन ल होइन खै भेना त अलिक टाउको रिङ्गाटा तल जस्तो खिचेनौ नि बाबा माथि लगाइदिँदा हुन्छ जाति लगाइदियो खोइ फेभरेट कलर आएछ यो चाहिँ फेभरेट कलर दामी हुन्छ ब्लू सकिलो हुन्छ नि त यो दिदीहरू त कत्रो फोटो खिच्छ सिडीमा खिच्दै होला अब स्टेपै पछि छैन हामी भन्दा साह्रो पो हुँदो रहेछ अलिकति नानी कति छ चार्ज 79 एकछिन हाल कान्छी भिडियो गरिरहेछ के भनिन्छ अरू त पर्दैन मलाई त ल भाग्यमानी हुन अहिले मेरो फ्यामिलीसँग बस्नु पर्यो म भाइले त टिका सबै मेटाइसकेको छ त भिडियो गरिदिनु
यहाँ चाहिँ क्यामेराम्यानहरू हेर्नु न खाँदा खाँदै क्यामेराम्यानको ठेउै छैन अब किन बोक्नु घाँटीमा नझुन्ड अरे यत्रो झुन्डाउनु बनाइदिएको कारण के हो खोइ यता जान्छु ल म ल क्यामेराम्यानले के सजिलो छ यहाँ क्यामेराम्यान के भन्दैछ हात गलिसकेर भन्दैछ छिट्टो हुन्छ भनेर अहिले मेरो फ्यामिलीसँग बस्नु पर्यो म भाइले त टिका सबै मेटाइसकेको छ भिडियो गरिदिनु यहाँ चाहिँ क्यामेराम्यानहरू हेर्नु न खाँदा खाँदै क्यामेराम्यानको ठेउै छैन अब किन बोक्नु घाँटीमा नझुन्ड अरे यत्रो झुन्डाउनु बनाइदिएको कारण के हो खोइ यता जान्छु ल म ल यहाँ क्यामेराम्यान के भन्दैछ हात गलिसकेर भन्दैछ छिट्टो हुन्छ भनेर
हातमा अघि दलेछ ऐना पनि देखाइदिनुहुन्थ्यो तेरे नाम उता आफ्नै हुन्छ फन Please. This is a boy. Cheer for Why are you pregnant? Why are you pregnant? Why not? Adrian, you're weird. Yeah, he is. गर्छौ बिस्तारै त्यो त बजारतिर देखे जस्तो लाग्यो मान्छेले मेहनत हालेर अब यता छ उता मान्छे यता छ यताको मान्छे देख्छ अभी खोलेर हेर्नु थाल्यो त केटो त यसपालिको भोट चाहिँ हामीलाई फोटो खिचेकै छैन यो चाहिँ दाजु भोट माग्दै हिँडेको बसिहाल्छ दाजु सबिनहरूले लगाइदिइहाल्छ फेरि भन्छु नि कहाँ हिरो हेर्नु हुँदैन नि सबै भिडियोमा आएर खै के बोले
अनि मेरो भाइ गोब्रा गोब्रा हो गोब्रा ए त्यो उयो गर्ने बाबाको फोन खाली यसो गरेको सबै माला लगाइदेऊ न अब दुईटा टाउको भयो पो एक एकवटा चेलीको चेलीले गोर्खाली बनाइसक्यो अब मेरो के सबै साथीहरु न हल्ला गर्दैन त टेन्सन नगर्नु अन्त तपाईँ हराएको सबै साइलेन्ट भइसक्यो त्यही भएर देब्रेले अस्ति मलाई मेहन्दी बोलायो बाजे हो त अहिले मैले चाट्टा अनि सबैले देब्रेले बनाएको के बनाएको हान्नु मोमो बनाएर देब्रे हात दाहिने हात उयो नाकतिर पनि लगाइदिएन दाहिने हात मेरो त नाक लाग्नु के काम यहाँदेखि लाउनु भनेको मेरो कति भयो मेरो त अन्त भुर्रेर आउ नाकमा लाउनु अब सिधा यहाँनिर उस्तै उस्तै ल्याइदियो भनेको नवीनहरूलाई मेरो फोन उयो छ तिमी गर नि तिम्रोदेखि यता हेर्नु यत्रोमा त स्लिम देख्छ र काका पर्किदा यसरी लगाइदिइराख
क्यामेराम्यानहरूलाई नि गरौँ न हाई आरु आरु हामी कारलाई गरिबको कारलाई ए नखिच्नु नखिच्नु अहिले खिच्नु छ अहिले नबिनासँग खिच्नु कौशिला उयो बस्नु खोइ कौशिला को लाग्यो खोइ कौशिला यहाँ खोइ बोस दादा भाइ बोस अनि आइस भन्छ खोइ उसको लुगाको फोटो देखाउँदै थियो त अघि भाइले अघि गरेको भाइलाई गरे नि यिनीहरूलाई सम्झाउँदा पनि हुँदैन गीत गाउँदा पनि हुँदैन हुन्छ हुन्छ गर छिटो फुटा बाहिर लगेर फुटा त्यहाँ राख्ने होइन बाहिर लैज कपाल खोइ हटाएको सक्यो सबै कपाल के हो भन्छ माला लगाइदे पहिला माला लगाइदे उयो एक एकवटा भाग राख्देऊ न अगाडि अघि कसै झुका अहिले चाहिँ घर त्यो सफा गरेर आउने रहेको छ नि खोइ यिनीहरू मम्मीलाई देऊ अहिले हराउँछ कति बस होटे बस ठिकै रोक्नु निधारमा नि त्यो सेतो लाग्यो लु भ हुन्छ हुन्छ खुट्टा पुरा घोप्टेर ओइ नानी त्यहाँ ढोकिरहेछ भाइले खुट्टामा ढोक्नुपर्छ नि Good job.